हेलो गाइज वेलकम टु माई नेक्स्ट भिडियो। मैले धेरैपछि आज भ्लग बनाउनु थालेको। अनि मैले भ्लग चाहिँ किन बनाउनु थालेको भन्दाखेरि आज हाम्रो कलेजमा चाहिँ वेलकम प्रोग्राम छ होइन। अनि म चाहिँ यस्तो झोलाहरू बोकेर अङ्किताको घर जाँदैछु। अनि मैले यो चाहिँ स्न्यापबाट बनाएको भिडियो किन भन्दाखेरि मुख पनि नदेखेर आएको जस्तो घिन लाग्दो अनुहार देख्यो कि। अनि त्यही भएर मैले स्न्यापबाट राख्छु यति क्लिप भनेर चाहिँ मैले स्न्यापबाट बनाएको। म अङ्किताको घर जाँदै छु होइन। त्यहीँबाट रेडी भएर कलेजको बस आउँछ जान्छु म। त्यसपछि चाहिँ अनि म राम्ररी भएको वाला लुक्समा ब्लग बनाउँछु अहिले। राइट म अङ्किता घर गएर भेट्छु। बाई बाई गाइज। म अङ्किता घर आइपुगेँ। अब अङ्कितालाई भेट्छु म एकछिनमा। हामी साडी लाउनाको घरमा चाहिँ यस्तो रहेछ। त्यो नि हामी छिर्यौँ। हामीलाई केही मतलब छैन। अङ्किता गइसक्यो। अङ्किताले बोलाउँथ्यो साडी राम्रो भएन। मान्छे नि राम्रो देखेन। साडी लगाएको पनि भएन। अङ्किता यस्तो गरिदिएन। अङ्किताको नि बिजोग छ मेरो पनि बिजोग छ। बाहिर गएपछि राम्रो देखिन्छ होला। छक्का जस्तो देखियो। हाम्रो चाहिँ अब बस आउँदै हामी बस किन्न जानु थालेको। यस्तो राम्रो त देखियो होइन है। कस्तो नराम्रो देखियो। अब त्यही पनि हामी जान्छौँ। केही छैन। हामी लास्ट रमाइलो गर्छौँ। आज लास्ट रमाइलो गर्छौँ। तपाईँहरूलाई देखाउँछ मैले मैनालीहरू अनि त्यसपछि प्रदीपहरू आइसक्यो। सबजना आउँछ। अनि त्यसपछि अहिले म तपाईँहरूलाई भेटाउँछु। अहिले हामी रोडमा बस कुद्न जान्छौँ। अहिले बस आएछ नि। बसभित्रको रमाइलो पनि देखाउँछु। टक्क लगाएर गाइज बाई बाई। कुर्दा वाक्क भइसक्यो। कलेज बस पनि आएन गाइजहरू। अङ्किता त हिरोइन जस्तो भयो यार। उही कस्तो राम्रो देखेको। अलिक पछाडि छ त। उही गाइजहरूलाई कति राम्रो देखेको छ हो कि म तपाईँलाई जति भने पनि लाग्दैन। बस पनि आएन यार। के गर्ने हो वाक्क भइसक्यो। फर्स्टमा हाम्रो केही सिप लागेन। अनि हामी चाहिँ पैसा तिरेर अब कलेज जानु पऱ्यो। कलेजको बसै आएन। ढिला भयो नि हामी कलेज जान्छौँ। अनि कलेज गएर अनि त्यहीँबाट बस चढेर अनि यता आउँछौँ है। बाई वाक हामी कलेज जाने भन्थ्यौँ होइन। अनि प्रदीपलाई फोन गरेको फेरि नआऊ अब बस आउनु लाइसिक भन्यो नि। हामी फेरि रोड क्रस गरेर फेरि फर्केर आयौँ। म भनेर बस आएको जस्तो लाहा है। पागल भइसक्यो। कुर्दा अब कति राखेको कति राम्रो देख्यो कि यसलाई। राम्रो देखियो। अनि त्यहाँ बस आएको जस्तो लाग्यो अरे। बस अब हामी बस तपाईँले गर्छौँ हामी अब प्रदीप आयुष हामी जब जाँदैछौँ सब लगाएर प्रोग्राममा हामी चाहिँ बसमा छौँ। म यहाँ गीत बजेर म अहिले कहाँ मऱ्यो रमाइलो भएर चाहिँ गरिदियो। मिल्दैन अलिपछि बालौँ आइपुग्यौँ होइन। हामीलाई साथीहरूले छोडेर हिँड्ने यस्तो यो प्रदीपहरू मैनालीहरू सबले छोडेर हिँड्ने। तर केही छैन यस्तै हो। छोडोस् प्रोग्राम चाहिँ यहाँ हो यस्तो। यहाँ हाम्रो साथीहरू चम्काउलाहरूले छोडेर गएको। गाइजहरू यस्तो मिलाउने कार्यक्रम हुँदैछ है। सबजना मलाई गाइदियो भनेर अब गाइदिन्छ। गाइज हाम्रो प्र्याक्टिस हुँदैछ। अनि हामी चाहिँ स्प्राइट खाएर राख्नु पर्छ। मैनाली छ मैनाली हाम्रो प्यारो दाइ। अब यहाँ एकछिनमा गीतहरू हुन्छ। अनि म तपाईँहरूलाई The place where you join, the industry where you chosen, one of the best industries that globally recognized course where you can find so many opportunities in the hospitality and all kinds of service industries. गाइज हामी चाहिँ वेलकम प्रोग्राम भइरहेको छ होइन। यो सरहरू यति बोलाइन्छ यति बोलाइन्छ एकदम भाषण दिइरहेको छ। हामी यसरी बसिरहेको आफ्नै घरमा बसेर जम्मा 5-10 मिनटको डिस्टेन्समा त्यहाँबाट पनि गाडी चढेर कलेजको गाडी चढेर तपाईँ चाहिँ होटल म्यानेजमेन्ट गाइज मेरो साथीहरू यस्तो बच्चा खाने यति बच्चा खाने यतिकै झडा परेर यो बोतलकै झडा परेर यत्तिकै झडा पऱ्यो क्या। यत्तिकै झडा परेर गाइज मैनाले थर्काइरह झडा पऱ्यो ल हेर्दैरहेको झडा परेको ठ्याक्कै अब आयुषको पालि। वाह प्रदीप वाह गाइज अब यहाँ गीत गाउने कार्यक्रम हुँदैछ। टक्क लगाएर टक्क यस्तो गीत गाउनु मन लागिरहेको। मलाई अब के गर्नु सक्दिनँ। यहाँ चाहिँ यत्तिकै जाने भयो यिनीहरूको जिन्दगी यत्तिकै जाने भयो।
समय अर्कोवाला खतरावाला हुन लागिरहेको छ ए गाइस मलाई देखाउन नमस्ते ओके हामीले एउटा रकेट्सको भावना भन्ने सङ गर्छौँ है को पनि सुन्नु भएको छ एकचोटि म सँगसँगै गाउँला है हुन्छ मेरो अर्थ तिमी भएर आकाशलाई साक्षी राखी अर्को जन्म फोटो राम्रो पनि आएन कसैले राम्रो फोटो पनि खिच्दैन त्यो भएर यस्तो भइरहेको छ हाम्रो प्रोग्राम भएको होटल चाहिँ यस्तो छ यस्तो यस्तो खालको छ यो प्रदीपले चाहिँ मलाई यस्तो भाउ पनि देखेँ है जति बेला पनि इन्जोय गर्छ अनि अङ्किता झन् मसँग यति रिसाहा हाम्रो अङ्कल यहाँ हुनुहुन्छ अङ्कल के छ अङ्कल आयो भन्नु खानेको लाइन हेर्नु त यहाँ अङ्किता चाहिँ कहिले खाना पाउला भन्दै बसिरह हाम्रो खाने बेला भयो टक्क लगाएर माइल कस्तो छ प्रदीप कस्तो छ खानेकुरा कस्तो छ अङ्किता कस्तो छ भन्छ आयुष खाऊ न मिठो 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 ल आइस खाएर अब हामी डेजर्ट हो कि के खान्छ हाम्रो त्यस्तो यस्तो आइसकेको छ गाइस कस्तो लाग्यो अङ्किता गुलाब जामुन को सम्झिस गुलाब जामुन खाएर कस्तो लाग्यो आयुष तिमीलाई भन छिटो मिनिस खै अरू कहाँ गयो महिनाले फेरि लिन गयो हन्तकालीहरू गाइजहरू अरूले आफूले नखाए पनि अरूको लागि धेरै ल्याइदिन्छ हेर त हारलुस भएको हेर त हारलुस फेरि सुरुबाट कलेजले इन्डिया ताज होटेल लग्यो भने म नाङ्गे नाच्छु वर्षमा म नाङ्गे नाच्छु ल नाचेन भने नि होइन यस्तो भने है महिनाले सर सम्झिनु है धमाधम फोटो हाल्ने कार्यक्रम हुँदैछ कति अल्छी लागिसक्यो हामीलाई त साथीहरू जतिले अल्छी लगाइसक्यो यार आउँदै जस्तो निन्द्रा लगाएर के गर्नु देखो न गाइस देखो न ये क्या हो रहा है गाइस देखो न गाइस पोस्ट देऊ त मिनिस यता हेर त हाम्रो साथीहरू सबजना ह्यान्ड हन्तकालीहरूले जति खाए नपुग्ने हन्तकालीहरूलाई त्यहाँ लुसालुस भए एउटा मैले ल्याएको यो महिनाले लुसालुस भए आइस फेरि 4 चोटि भयो यो आइस खाएको खानुभयो एकदम के छ तपाईँको खबर कस्तो लागिरहेको तपाईँलाई मलाई त खोइ कस्तो भन्नु न अङ्कलले 1000 रुपियाँ सम्झि खाने दिउँसो 1 रुपियाँ भने अर्को 1000 आएछ 1000 सम्झाउने हो अङ्कल 1500 आज नि दिइहाल्छु होला नि यहाँसम्म ल्याएको 1000 हो मोटा आएछ नि के अङ्कल यो मोटा आएछ कि आज मोटा हो कि मोटा आयो अहिले भर्खर धेरै आएर मोटाको माथि मोटा हो ऊ अब त्यहाँ प्रदीपले ल्यायो अब यहाँ लुसालुस हुन्छ अरे अब बाटोमा लुसालुस हुन्छ अब लुसालुस हुन्छ
हाम्रो प्रोग्राम लगभग सकेको अवस्थामा होइन अब हामी घर जाने हो। हेलो मैना अब हाम्रो प्रोग्राम सकेको छ अब हामी घर जान्छौँ गाडीमा गएर बस्छौँ हाम्रो क्युटी अङ्कल यहाँ हुनुहुन्छ हाम्रो क्युटी अङ्कल हामीलाई स्वागत गर्नु भयो ठिकै छ राम्रो रहेछ राम्रो लाग्यो अङ्कल एकदम भेरी गुड ल ठिक छ ल केही एक दुई शब्द भन्नु नि हाम्रो भ्लगमा एक दुई शब्द भन्नु न इङ्ग्लिसमा केही नै छैन इङ्ग्लिसमा इङ्ग्लिसमा अङ्कितालाई कसरी देखियो आज अङ्किता मेरो छोरी जस्तो भयो नि भइहाल्यो इङ्ग्लिसमा भन्नु भनेको इङ्ग्लिसमा भन्नु न यु आर गुड भन्नु न अङ्किता दिन चलिहाल्यो बचिरहेको भयो हाँस्दा हाँस्दा मरिसक्यो अङ्किता गाडीमा आइसक्यौँ होइन टक्क लगाएर मैना यहाँ सुतिरह मन आँटेँ म पनि अब हामी जान्छौँ एकछिन यस्तो भयो गाडीको हालत अङ्किता अघुरी म फोटो हेर्दैछु प्रदीपसँग बसेर यहाँ आइस यहाँ बिनिस अगुवा यहाँ अब हामी जान्छौँ एकछिनमा घर उजले त लास्ट ह्यान्डसम देखे गाइस हामी फर्किसक्यौँ गाडी चले गाइस गाडी घुमायो अब हामी झर्ने बेला भयो यो त प्रदीप बाई बाई झर्ने बेला भयो बाई भनेको हामी झर्ने बेला भयो वेलकम प्रोग्राम पनि सकेर हामी बसबाट झरेर आइसक्यौँ कस्तो आइसक्यौँ अब चाहिँ हामी घर गएर लुगा खोजेर आनन्दले बस्छौँ पागल हुने बेला भइसक्यो हाम्रो भ्लग सक्यो है बाई बाई गाइस अब नेक्स्ट भिडियोमा भेट्ने